वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहारहरू देखाउनु भएन। देश जित्नेको मात्रै होइन, हार्नेको पनि हो र यो सरकारले गर्ने गलत क्रियाकलापको शिकार सम्पूर्ण देशले बिहोर्नुपर्ने हुन्छ। त्यसकारणले अलिकति परिपक्व व्यवहारहरू गरियोस्। खास गरी यो नयाँ निर्वाचन र नयाँ सरकार निर्माणपछि सत्तारूढ दलको प्रमुखले पहिलोचोटि यो सर्वदलीय बैठक बोलाउनु भएको थियो र त्यो बैठकमा खास गरी दुईटा विषयमा उहाँले कुरा राख्नु भएको थियो। एउटा त आफ्नो भारत भ्रमणको बारेमा दलहरूलाई जानकारी गराउने, दोस्रो कुरा चाहिँ अहिलेसम्म आफ्नो पार्टीको सरकारले गरिराखेको कुराहरूमा केही सुझावहरू केही टिप्पणीहरू छन् कि भनेर उहाँले सोध्नु भएको थियो। संक्षिप्त रूपमा हामीले त्यसमा केही कुराहरू राख्यौँ। पहिलो कुरा त एउटा राम्रो सुरुवात भयो, दलहरूका बिचमा कुराकानी छलफल र यो भेटघाटको क्रम प्रारम्भ भएको छ, यसको निरन्तरता होस् भनेर हामीले आफ्नो कुरा राख्यौँ र यो चाहिँ अझ भारत भ्रमणमा जानुभन्दा अगाडि राखेको भए अझ राम्रो हुन्थ्यो र सानोतिना केही टिप्पणीहरू आयो भने पनि त्यो टिप्पणी नआउने चाहिँ वातावरण बन्थ्यो भनेर चाहिँ भन्यौँ र हामीले खास गरी अहिलेको सरकारको क्रियाकलापको सन्दर्भमा अरू कुरा त चुनाव जितेको सरकारले आफ्नो नीति कार्यक्रम अगाडि बढाउने नै हो, तर त्यो क्रममा एउटा विषयमा गम्भीर हुन हामीले के आग्रह गऱ्यौँ भने संसदमा अहिले प्रतिपक्ष गणितको हिसाबले कमजोर छ र विकल्प छैन। त्यसकारण हामीले चाहिँ अब हामी विकल्पहीन छौँ भनेर सबै संवैधानिक शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने खालको कामहरू चाहिँ नहोस्। प्रारम्भिक लक्षणहरू चाहिँ नि ठिक देखिएको छैन। त्यसै गरी वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहारहरू देखाउनु भएन। देश जित्नेको मात्रै होइन, हार्नेको पनि हो र यो सरकारले गर्ने गलत क्रियाकलापको शिकार सम्पूर्ण देशले बिहोर्नुपर्ने हुन्छ। त्यसकारणले अलिकति परिपक्व व्यवहारहरू गरियोस्। चाहे चाहिँ प्रधानमन्त्रीले सीमा सम्बन्धमा मन्तव्य होस् अथवा राष्ट्रसभाका सभा भारतमा गएर हामीले विगतको भारी बोक्दैनौँ भन्नुभएको कुरा होस्, त्यसले चाहिँ नै धेरै अर्थहरू राख्छ र अहिले हामीले सुझाव दियौँ त्यस्ता कुराहरूलाई चाहिँ होसियारीपूर्वक प्रयोग गरियोस् भनेर भन्यौँ। किनभने विगतको भारी बोक्दैनौँ भन्नुको अर्थ त विगतमा त सबै नराम्रा भएका थिए। हामीले लिम्पियाधुरा लिपुले कालापानी हाम्रो हो भनेर हामीले हाम्रो ऐतिहासिकता, हाम्रा तथ्य प्रमाणहरूको आधारमा त्यसलाई सर्वसम्मतिले संसदबाट पारित गरेर संविधानको अनुसूचीमा समेत समावेश गरिसकेको चिज त्यो पनि बोक्दिन भन्ने अर्थ लाग्न सक्छ, त्यो पनि नयाँ ढङ्गले छलफलमा जान सकिन्छ भन्न खोजेको जस्तो पनि अर्थ लाग्न सक्छ। त्यसकारणले वैदेशिक सम्बन्धको सवालमा चाहिँ संवेदनशीलता अपनाइयोस् र अहिले राष्ट्रपालले जुन अभूतपूर्व जित उपलब्धि अथवा जित हासिल गरेको छ र भारत भ्रमणमा पनि सभापतिले जुन विशेष प्रकारको स्वागत प्राप्त गर्नुभएको छ त्यसलाई अवसरमा परिणत गरियोस्। सदनको अवसर बारेमा केही कुराकानी र त्यो विषयमा केही कुरा भएको छैन। सदन खुलाउने के छ आज चल्छ चल्दैन त्यो चाहिँ अब त्यहाँ अरू फेरि पछि कुरा हुन्छ, त्यो विषय प्रवेश गरेको छैन राष्ट्रपति